हामी चाहिँ समेत Hi guys, welcome back to my YouTube channel and new video. अनि आज हाम्रो ठुलबा क्या राम्रो देखेको. We'll give you full outfit check. Like ठुलो outfit check दिनु. यसरी. अनि घुम्नु. This is our ठुलबाको outfit check, guys. Our ठुलबा looking very handsome, very beautiful. Oh, bye guys. अब हामी लिन्छौँ हजुरबाको आउटफिट चेक. सबैको आउटफिट चेक लिने आज. And one week, guys. Wow, ठुलबाको photo is very. ठुलबा is our chocolate, guys. ठुलबाले ल्याइदिनु भएको. हाम्रो फ्राइड आलु. अनि दिपेश पकाउँदैछ तरकारी. अब सबैजना आउटफिट चेक दिने गाइस. सबैजना आउटफिट चेक. घुम्नु आउटफिट चेक gets completed here, right guys? Outfit check. खोज. अलिक दारा घुम्नु. अझै दारा. ल अब घुम्नु आउटफिट चेक दिनु है त्यस्तो गरेर. अब घुम्नु. गाइस सबैजना जान लाग्दै हुनुहुन्छ. म चाहिँ पुरा जाँदैछु गाडी चढ्ने ठाउँसम्म. पठाउ आउँदैछ. हजुरबा ठुलमम्मी ठुलबा. गो गाइस लेट्स गो. ध्यान सुरु भइरहेछ. मम्मी भन्दै आज बर्थडेको दिनमा भने क्या गरे यसरी थ्याङ्क यू. आज दियान्सको ह्याप्पी बर्थडे गाइस. ह्याप्पी बर्थडे. Dian's outfit check. अब हामी आउटफिट चेक दिने. यतापट्टि फर्केर सानो. यतापट्टि अगाडि फर्केर. या. हामीसँग चाहिँ हुनुहुन्छ हजुरबा. हजुरबा. के छ बाबै? सन्चै हुनुहुन्छ तपाईँहरू सबैजना? बाबैहरू सन्चै छ. सन्चै छौँ हामी. हजुरबाको आउटफिट चेक. डियान्स गर्ने आउटफिट चेक इज अलरेडी. धागो आएछ त्यो पोल्नु. ला. सो गाइस ठुलमम्मी हजुरबाहरू चाहिँ गइसक्नुभयो. अनि म चाहिँ जान लाग्दैछु अब खाना खाना. को जानुभन्दा ठुलमम्मी ठुलबा भाउजू अनि दियान्स 5 जना जानुभयो. मच्छिन्द्रनाथ पूजा गर्नको लागि. ला. मलाई एकदम धेरै भोक लागिसक्यो. अघि नै भोक लागेको मलाई अघि नै. अब म खाना खान्छु. सो हे गाइस आज चाहिँ मेरो फोनमा कति धेरै चार्ज छ. मेरो फोनमा चार्ज छ 80%. बिहान 100 थियो. मैले राति चार्जमा त हालेको थिएँ तर मेरो एक्सपेक्टेसन थिएन किनकि त्यो मल्टिप्लगको अफ भएर चाहिँ बिहान कहिले चार्ज गरेर मात्रै मेरो फोन चार्ज भयो. नत्र यति हुँदैन थियो. आज बोतलमा दही हालेर लानु सोचेको थिएँ गाइस. बोतल त हिजो बाबाले ल्याउनु भएन चाहिँ कि मैले हिजो ल्याउनु भनेको थिएँ. अब मेरो अर्को बोतल हेरेर चाहिँ त्यो चाहिँ पल्लोपट्टि छ. झन्मा दही हालेर लानु सोचेको थिएँ. दही लभर. आजकल मलाई दही धेरै मनपर्छ. बिहान बेलुका दिउँसो 12, 13, 14 समय होइन बौद्ध. सो गाइस म चाहिँ अब जाँदैछु. दही बनाएर दहीमाथि पानी हाल्दा त मोही बनिहाल्छ. अनि
दिस इज कल्ड दही लभर मलाई एकदम धेरै दही मनपर्छ आजकल होइन मलाई पहिला नि दही त मन पर्थ्यो आइएम भेरी 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 दही फ्यान आजकल चाहिँ मलाई जस म बिहान पनि खान्छु बेलुका पनि चाहिन्छ मलाई जसरी नि दही चाहिन्छ खानाको बेलामा जसरी नि चाहिन्छ अनि यति हो गाइज यति हो हाम्रो पास चक्लेट मैले चक्लेट मिठो लागेन चाहिँ म जान लाग्दैछु फाइनली टाङ 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 ल ल ल ल ल म जान लाग्दैछु पनि मैले पैसा ल्याउन बिर्सेँ फेरि हातमा बोकिरहेको थिएँ अनि मैले बोतल समातेँ पैसा बिर्स्यो यस्तो पाराले जीवन चल्दैन यहाँ चल्दैन गाई चल्दैन म बिर्सिहाल्ने बानिसकेँ हामीलाई नो बेबी नो कहाँ बिर्सिनु याद छैन मलाई फेरि म आइपुगिसकेँ जानको लागि बेखबर बेहया आज दियान्सको बर्थडे छ बर्थडे म त सपनामा मेरो बर्थडे पनि देखाएको म त बर्थडेको दिन सबभन्दा धेरै मलाई यति धेरै खुसी लाग्छ मेरो बर्थडेको दिनमा वाउ मैले त कति धेरै इमेजिन गर्छु मलाई कसले के गिफ्ट दिएर भने तर मेरो अहिलेसम्म एक्सपेक्टेसन कसैले मिट गरेको छैन किनकि हाम्रो घरमा त्यस्तो गिफ्ट नदिने चलन भएको कि मलाई चाहिँ त्यस्तो हुन्छ त गिफ्टै पाएको छैन कि पहिलाको बर्थडेमा चाहिँ मैले 2टा गिफ्ट पाएको थिएँ अर्को साल मैले पैसा मात्र पाउँछु ट्रलरले जो मैले रिचार्ज पनि हालिसकेँ 50 को एनटिसीको अझै पनि आएन आउनु भएको छैन उहाँ गाह्रो छ गाइज मलाई गाह्रो अहिले यता कुदिरहेको छौँ हामी हेर्न सबैजना कुदिरहेको छौँ गाइज किनकि गाडी हिँडेकै छैन अहिले बजेछ 12:34 हामी 1 बजीसम्म पुग्छौँ होला ब्युटिफुल पिपल के भन सुस्मिता टार्गेट कति बजी छ रे पुग्न 11 हाम्रो टार्गेट 11 बजी 12 1 2 घन्टा लेट त्यो एउटा चाहिँ एक घन्टा जाला कि त्यही हो नि एउटा 11 बाट एउटा 1 घन्टा कामले 1 बजे 1 बजे अब यहाँबाट कतिखेर यहाँ चाहिँ छ मसँग जुस here is my juice guys यो दहीबाट अब यो मुही बनिसक्यो एकदमै इजी रेसिपी छ तपाईहरु मलाई सोध्नु होला त्यही दहीमा पानी हाल्ने हो ला 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 गाडी हिँडेपछि आफै आफै बन्छ मैले बनाउनु नि पर्दैन आफै आफै मुहीमा कन्भर्ट हुन्छ किन राम्ररी भएको छैन सफल जुस गाइस हामी चाहिँ आइसक्यौँ तपाईँहरू हामी देख्न सक्नुहुन्छ हमें इतना बुरा लगने लगा है हामी चाहिँ यहाँबाट निस्किसक्यौँ अब हामी जान्छौँ चप्पल किन्नको लागि दियान्सको लागि बर्थडे गिफ्ट अनि मैले पानीको बोतल निकाल्नु मलाई यस्तो अनकम्फर्टेबल फिल भयो किनकि त्यसमा पानी छैन मेरो बोतलमा अनि मैले उता पनि त्यो ब्यागभित्र राखेर मैले खाएको गाह्रो छ ब्युटिफुल कुकुर गाह्रो हामी चाहिँ छौँ यता 169 सपमा हामी चाहिँ यतातिर केही सामान छ कि भनेर डुल्दैछौँ हामीलाई चाहिने अझै भेटेको छैन एउटा हामीले पजल भेटेको थियौँ तर त्यसमा अर्कै बेला रहन्छ त्यो काम लागेन गाइज हामीले केही नै भेटायौँ होइन भेटाएनौँ यस्तो चाहिने उपयुक्तवाला सो वी आर राइट हियर ला 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 के सामानहरू चाहिँ प्लेटहरू चाहिँ यतापट्टि के रहेछ रोज गाइज रोज ग्लिटरवाला भेरी भेरी ब्युटिफुल यहाँ प्लेटहरू छ प्लेटहरू प्लेट किरिङ
गाइज अब हामी चाहिँ जाँदैछौँ अर्को पसलतर्फ किनकि त्यता हामीले भेटाएनौँ अनि मैले आज एउटा बिग सरप्राइज पाएको छु सरप्राइज या सकै भनौँ सक सो गाइज हामी चाहिँ आइसक्यौँ यता अब हामी यता केही पसलहरू एक्सप्लोर गरेर अनि सामान किन्छौँ अझ एउटा पसल भेटाएको छैन हामीले खोजिरहेको हामी चप्पल किन्छौँ कि टी सर्ट किन्छौँ कि गन खेलाउने कुरा किन्ने हो कहाँ यहाँ भन्नु मिल्दैन होइन भित्रै जानुपर्छ साझा बजार भवन कि जर्सी किन्ने त अर्जेन्टिनाको बत्देको अब दिहाल चाहिँ 10 वर्ष पछाडि मेरो भ्लग हेर्दा सोच्छ कति स्ट्रगल गरेको थियो मेरो दिदीले गिफ्ट किन्नको लागि भन्छ यहाँ त पसलै छैन जस्तो चाहिँ खेलाउने पसल कुन चाहिँ यतातिर छ कि उता मान्छे खेलाउने कुरा ए रह हामी उल्टो घुम्यौँ के उयो माथि छ त्यही उयाबाट हामी जाँदैछौँ पानी पर्ने स्टार्ट भइसक्यो गाइस यति ठुलो पानी पर्दा चाहिँ एकैछिनमा यति ठुलो ए फाइनली हामीले गिफ्ट किनिसक्यौँ हामीले के किन्यौँ भन्दा एउटा गन अनि अर्को चाहिँ एउटा ट्रक किनेको छौँ गाडी त्यहाँ हामी हजुरहरूलाई देखाउने नै छौँ किनकि हामीले त्यहाँ चाहिँ प्याक गरिहाल्यौँ अब घर घर देखाउँछौँ यता यति ठुलो पानी पर्दा चाहिँ यति ठुलो अनि हामीलाई गिफ्ट चाहिँ यता छ गाइस पानीले अब पुरै काठमाडौँ भरिन्छ जस्तै छ भऱ्यो अनि हामी सबैजना स्विमिङ गरेर जान्छौँ हाम्रो घरसम्म गाइस जब हामी चाहिँ जाँदैछौँ घरतर्फ अनि अघि भर्खरसम्म पानी रोकेर अलिक घाम लाग्ने स्टार्ट भएको थियो एकैछिनमा फेरि पानी छिटिहाल्यो के हुन त त्यहाँ अगाडि नै हामी भिजेर पुरै निस्किएको परेछौँ चिसो चिसो भएर छ गाइस अहिले त एकदम धेरै चिसो ज्याकेट छ यार मसँग पातलो छ यार पातल विन्ड सिटर चिसो छ गाइस चिसो केही छैन अब हामी घर आइपुग्छौँ केही मिनटमा अनि हामीले गिफ्ट चाहिँ ईशानलाई पनि ल्याएको दियासलाई पनि ल्याएको किनकि अब दुवैजना एकैचोटि गएको बेलामा घर आइपुग्यौँ यति सङ्घर्ष गरेर पानीमा भिजेर फाइनल घर आइसक्यौँ अघि नै आइपुग्थ्यौँ तर हामी त टाढा गयौँ गिफ्ट लिनु त्यसको लागि हामी गिफ्ट पनि ल्यायौँ घरमा चाहिँ दिउँसो बत्ती बालिरहेछन् कम भयो जस्तो चाहिँ लाइट हेलो गाइज चिन्यो मलाई फेरि जान लाग्दैछौँ पसल हाम्रो दुईवटा पार्टनरको हामी खाली हामी दुईजना पार्टनर उनीहरू दुईजना फेरि लाइक सेपरेसन हामी अझै पनि हिँड्दैछौँ गाइज अहिलेसम्म भेटेकै छैन त्यहाँ गिफ्ट भेटौँ न त भेटेको थियौँ तर त्यो ठिक लागेन किनकि त्यहाँ गन थियो अनि गाडी हामीले अर्डर किनिसकेको छौँ गाइज हामी चाहिँ अहिले खाजा खान आउँछौँ खाजा त होइन यति 6 बजीतिर कसले खाजा खान्छ त जस गाइज हामी रोजै हाम्रो खाना guys. हामीले चाहिँ भर्खर खाजा खाएर निस्क्यौँ अब हामी गिफ्ट किन्न जान लागिरहेछौँ हामीले यति धेरै खायौँ गाइस कटिरोल अनि त्यसरी कन्डक अनि ससेस सेकुवा आलु आलु यहाँ मेरो घाँटीसम्म जब खानेकुरा अनि यहाँ चाहिँ छ सुप हामी अझै पनि गिफ्ट पसलकै खोजीमा छौँ किनकि हाम्रो घरमा गिफ्ट पसल छ एउटा त्यो भयो भएन
अनि त्यहाँ राम्रो गिफ्ट पनि थिएन अनि हामीले खाना यति धेरै खाँदा यति धेरै कर्नडग चाहिँ मलाई त्यसमा मेयोनिज र ससेस चाहिँ केचप हाल्छ जो चाहिँ मलाई फिटेकै मन पर्दैन हामी जाँदैछ म बर्को गिफ्ट पसल हेर्नुलाई गाइज हामी चटपटी खाना छ भने चाहिँ यहाँ भागिरहेछ महान अभिव्यक्तिहरू दुईजना सो गाइज हामी चाहिँ घर आइसक्यौँ हामीले गिफ्ट चाहिँ ल्याएनौँ तर कति धेरै खायौँ हामीले लास्टमा फेरि चटपटी पनि खाएको चटपटी आउँदैन सो गाइज हामी चाहिँ माथि आउँदैछौँ प्रिया बेकरार है बेलुन फुलाउनु लाग्छौँ गाइज चाँडो फुला यति धेरै बेलुन फुलाइसक्यौँ गाइज अब यसलाई अट्याच गर्ने भित्तामा अनि रेडी हुन्छ बलुन चाहिँ तासिँदैन गाइज किनकि टेप अलिकति स्ट्रङ भएन आऊ गाइज बलुन नै तासिएन यो टेपले हेलो गाइज हजुर छोरा भन्छ यस गाइज आवर आउटफिट चेक विल शो यु निसाले थाहा छ आउटफिट चेक भनेर हुन्छ नि म काम गरिरहेको बेला मेरो हुन्छ नि हावा कपडा लाग्थ्यो गाइस आउटफिट यस नाउ राइट नाउ आउटफिट चेक हैन गाइस आउटफिट चेक चलो हामी आउन चाहिँ थाल्ने आथ्यौँ गाइस तर आउटफिट चेक पनि गरे तर आउटफिट चेक निसाले मलाई चलो हामी चाहिँ खाना खान लाग्छौँ अब हामीलाई स्पेशल तीन बर्थडे सेलिब्रेसन हुँदा छ गाइज यस गाइज हाम्रो बर्थडे सेलिब्रेसन चाहिँ अब हुन जानु लाग्छ गाइज बर्थडे सेलिब्रेसन Here's our cake, guys. बाबु रुक न स्प्रे लाउनै नपाइकन फक्यो मान्छेले ल ल आधा धेरै पीडित भइसक्यो म यता बाबु यता हेर फोटोमा ओ वाउ समोसा डान्स ल यहाँ समाज ल ह्यापी Happy birthday, Dian! Happy birthday! Zoom by zoom. बाबालाई दियो
बाबालाई खान्थ्यो स्पिड सक्यो के दिली दाइ लाएर मैले लाउँछु पैसा फाल्दैन So guys, here is our outfit check. My man told me outfit check दिँदा हजुरबाको चाहिँ अलिकति भएन मिलेन आउटफिट चेक अब हामी केही समयपछि पश्चाताप दिनेछौँ अझ कस्तो सुनसान छ छैन भने छैन कि तिमी छैन गाइज यो चाहिँ कृतकको बत्तल एकदम एस्थेटिक छ एस्थेटिक राम्रो छ अनि हाम्रो बर्थडे सेलिब्रेसन पनि सकिसक्यो अनि अहिले चाहिँ बजेछ कति बजेछ भन्दा 20 to 30 10:30 हुँदैछ ट्याक्क अनि हामी छठमा गफ गर्दैछौँ तर रमाइलो भयो एकदम धेरै रमाइलो एकदम धेरै एस्थेटिक ल सुस्मिता रिभ्यू देऊ ल एकछिन मेरो भ्लगमा बोल के को रिभ्यू मतलब बदेको धेरै रमाइलो भयो भाइले धेरै हँसायो हामीलाई पनि कुरा गर्यो यस गाइज अनि हामीले चाहिँ कार गन्दै थियौँ त्यो एकदम बस्ने अनि अर्को एउटा यस्तो हान्ने तर उसलाई चाहिँ हाल्नु त आउँदैन तर त्यो एकदम राम्रो छ तर ऊ खेलिरहेको थियो त्यहीसँग खेलिरहेको उसलाई कार मन पऱ्यो हामीले त्यो ल्याएर राम्रो गरेको थियौँ अर्को त्यो नभएकोवाला थियो नि त त्यो एनिमल नभएकोवाला अनि हामीले एनिमल भएकोवाला ल्याएको एकदम राम्रो थियो हामीले लास्ट अप्सनमा धेरै राम्रो गर्यो बेस्ट जस रमाइलो भयो ब्युटिफुल पिपल रमाइलो भयो यहाँ चाहिँ एस्थेटिक छ बत्तल कृतकको एकदम एस्थेटिक छ राम्रो छ है तर Hey guys, thank you for watching our video. See you next vlog. अनि हामीलाई चाहिँ अहिले एकदम धेरै थकेर छ गाइस एकदम धेरै सुस्मिता चाहिँ आफ्नो भिडियो हेर्दैछ तपाईँहरू पनि सुस्मिताको च्यानलमा गएर भिडियो हेरिदिनु होला उसलाई पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला सब्सक्राइब किनकि त्यहाँ मेन्सन गरेको हुन्छ आज म मेन्सन गर्छु अब हामी भ्लग एडिट पनि दुईजना मिलेर गर्छौँ बाबा गाइस अहिले कति बजिसक्यो भने त अहिले 23:26 11 बजेर 26 मिनट गइसक्यो बाई बाई ब्युटिफुल पिपल बाई भन ल सुस्मिता बाई बाई बन्द गर्ने हामी बेला